यति बेला बहुचर्चित ऐतिहासिक गङ्गरे मेलाको आज 5औं दिन पुरुष भलिबल अन्तर्गत क्वार्टर फाइनल खेल को यो सुरु भएको छ र सोही भिडियो तपाईहरु समक्ष लिएर आएको छु। र यतातिर नीलो जर्सीमा गौमुखी गाउँपालिकाको एक्सन स्टार युवा क्लब प्युठान भर्सेस यतातिर सेतो जर्सीमा युटिलिटी युवा क्लब यानी कि आयोजक बागलुङ सिबिचको अबको यो क्वार्टर फाइनल खेल सुरु हुँदैछ र कसले जित्छ कसले हार्छ त्यो हेर्न बाँकी नै छ। भिडियो अन्तिमसम्म हेर्नुस् है त साथीहरु। यो अत्यन्तै रोचक खेल रहनेछ यो पुरुष भलिबलको क्वार्टर फाइनल र खेल अन्तिमसम्म हेर्ने कोसिस गर्नु होला र नयाँ जोडिएका साथी हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अत्यन्तै रोचक गेम रहनेछ। बेला रेफ्रीको निर्देशन अनुसार खेल पूर्ण रूपमा सञ्चालन भएको छ र यति बेला एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै खाता खुलाउन सफल भएको छ। एक्सन स्टार 1 छ भने आयोजक सी 0 नम्बर रहेको छ 1-0। वाउ अत्यन्तै राम्रो शट प्रहार यति बेला एक्सन स्टार अर्को पितानका खेलाडी मित्रले अत्यन्तै राम्रो शट प्रहार गर्दै आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 2 पुर्याएको छ भने आयोजक सी को खातामा रहेको छ 0 नम्बर रहेको छ 2-0। बल यति बेला बल कट्न सकेन जसको फाइदा एक्सन स्टार अर्का पितानलाई हुन्छ। एक्सन स्टार अर्का पितानले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 3 पुर्याएको छ भने आयोजक सी को खातामा रहेको छ 0 नम्बर रहेको छ 3-0 नम्बर 3-0। प्रकाश फेरि पनि एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 4 पुर्याएको छ भने आयोजक सी को खातामा रहेको छ 0 नम्बर रहेको छ 4-0 नम्बर 4-0। अत्यन्तै राम्रो स्पाइक यति बेला कन्ट्रोल हुन सकेन बागलुङबाट। यसको फाइदा प्युठानलाई अङ्क मिलेको छ। फेरि पनि प्युठानतर्फ अङ्क र फेरि पनि एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 5 पुर्याएको छ भने आयोजक सी को खातामा रहेको छ 0 नम्बर रहेको छ 5-0। साँझ बोलाएको छ बागलुङलाई। अत्यन्तै राम्रो प्लेसिङ वाउ अत्यन्तै राम्रो प्लेसिङ कन्ट्रोल निकै नै कन्ट्रोलमा छ। यति बेला बल वाउ निकै राम्रो प्लेसिङ थियो तर यति बेला फल हुन पुग्यो जसको फाइदा आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै खाता खुलाउन सफल भएको छ भने एक्सन स्टार अर्का पिउठान खातामा रहेको छ 5 नम्बर रहेको छ 1-5 नम्बर 1-5। वाउ निकै राम्रो प्लेसिङ प्रकाशको प्लेसिङ कन्ट्रोल भइसकेको छ। मनसुन अत्यन्तै राम्रो प्लेसिङ गर्दै यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 2 पुर्याएको छ भने एक्सन स्टार अर्का पिउठान खातामा रहेको छ 5 नम्बर रहेको छ 2-5 नम्बर 2-5। यति बेला बाहिरिएको छ बल प्रकाशको। त्यससँगै यति बेला फेरि पनि आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 3 पुर्याएको छ भने एक्सन स्टार अर्का पिउठान खातामा रहेको छ 5 नम्बर रहेको छ 3-5। ओहो अत्यन्तै राम्रो प्लेसिङ यति बेला निकै बल कन्ट्रोलमा छ। वाउ अत्यन्तै राम्रो शट प्रहार थियो तर बल आउट नभएको जसको फाइदा आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 4 पुर्याएको छ भने एक्सन स्टार अर्का पिउठानको खातामा रहेको छ 5 नम्बर रहेको छ 4-5 नम्बर 4-5। मात्र 1 नम्बरको अवसर देख्न सक्छौँ हामी यति बेला बल आउट
आउट हुन पुग्यो जसको फाइदा एक्सन स्टारलाई आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 6 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 4 नम्बर रहेको छ 6-4 नम्बर 6-4। वाउ यति बेला अत्यन्तै राम्रो शट प्रहार थियो तर बल आउट हुन पुग्यो जसको फाइदा एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 7 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 4 नम्बर रहेको छ 7-4 नम्बर 7-4। अत्यन्तै राम्रो प्लेसिङ अत्यन्तै राम्रो स्पाइक थियो तर बाहिरिएको छ यो सँगै एक्सन स्टार प्युठानले अङ्क मिलेको छ। यति बेला बल आउट हुन पुग्यो जसको फाइदा एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 8 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 4 नम्बर रहेको छ 8-4 नम्बर 8-4। अत्यन्तै राम्रो शट प्रहार गर्दै यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 5 पुर्याएको छ भने एक्सन स्टार अर्का विधान खातामा रहेको छ 8 नम्बर रहेको छ 5-8 नम्बर 5-8। निकै राम्रो प्लेसिङ जर्सी नम्बर 3 मनसुन मगरबाट यो सँगै बागलुङले अङ्क मिलेको छ। यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 6 पुर्याएको छ भने एक्सन स्टार अर्का विधान खातामा रहेको छ 8 नम्बर रहेको छ 6-8 नम्बर 6-8। वाउ अत्यन्तै राम्रो यति बेला बल निकै नै कन्ट्रोलमा छ। वाउ अत्यन्तै राम्रो शट प्रहार थियो निकै कन्ट्रोलमा छ यति बेला। ओहो अत्यन्तै राम्रो शट प्रहार गर्दै यति बेला एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 9 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 6 नम्बर रहेको छ 9-6 नम्बर 9-6। यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 7 पुर्याएको छ भने एक्सन स्टार अर्का विधान खातामा रहेको छ 9 नम्बर रहेको छ 7-9 नम्बर 7-9। वाउ अत्यन्तै राम्रो यति बेला बल निकै कन्ट्रोलमा। ओहो यति बेला फेरि पनि बल निकै कन्ट्रोलमा छ भन्दै थियो यति बेला बल गर्न सकेन जसको फाइदा एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 10 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 7 नम्बर रहेको छ 10-7 नम्बर 10-7। यति बेला बल कट्न सकेन जसको फाइदा आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 9 पुर्याएको छ भने एक्सन स्टार अर्का विधान खातामा रहेको छ 10 नम्बर रहेको छ 9-10 मात्र 1 नम्बरको अप्रत देख्न सक्छौँ हामी यति बेला। ओहो अत्यन्तै राम्रो जर्सी नम्बर 9 का खेलाडी मित्रबाट हेर्नुहोस् त यति बेला अत्यन्तै राम्रो शट प्रहार गर्दै एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 11 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 9 नम्बर रहेको छ 11-9। वाउ अत्यन्तै राम्रो शट प्रहार गर्दै यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 10 पुर्याएको छ भने एक्सन स्टार अर्का विधान खातामा रहेको छ 11 नम्बर रहेको छ
10-11 नम्बर 10-11 यसपछिको खेल आयोजक बी भर्सेस निस्ती मदानी बीच हुने भएकाले दुवै टिमका खेलाडी मित्रहरू जाँदै हुनुहुन्छ तयारीका साथ बसिदिनु न हामी हार्दिक विनम्र अनुरोध गर्दछौँ यति बेलाको नम्बर चाहिँ नम्बर बराबर है साथीहरु एकदम निकै कम्पिटिसन रहेको छ बागलुङ र प्युठान बराबर अङ्क सरी अब यसपछिको खेल आयोजक ए भर्सेस निस्ती मदानी बीच हुने भएकाले दुवै टिमका खेलाडी मित्रहरू जाँदै हुनुहुन्छ तयारीका साथ बसिदिनु न हामी हार्दिक विनम्र अनुरोध गर्दछौँ यति बेला नम्बर बराबर छ नम्बर 11 बराबर नम्बर रहेको छ 11 बराबर भन्दै थिए यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 12 पुर्याएको छ भने हामी हार्दिक विनम्र अनुरोध गर्दछौँ यति बेला बल कट्न सकेन जसको फाइदा आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 13 पुर्याएको छ भने एक्सन स्टार अर्को विधान खातामा रहेको छ 11 नम्बर रहेको छ 13-11 नम्बर 13-11 ओहो अत्यन्तै राम्रो शट प्राण यति बेला निकै कन्ट्रोलमा निकै राम्रो फिनिसिङ वाउ अत्यन्तै राम्रो शट प्राण थियो तर बल आउट नपुग्यो जसको फाइदा एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 12 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 13 नम्बर रहेको छ 12-13 नम्बर 12-13 मात्र 1 नम्बरको अग्रता देख्न सक्छौँ हामी वाउ अत्यन्तै राम्रो शट प्राप्त यति बेला थियो कृपया आयोजक मित्रहरू यो बल कन्ट्रोलमा राखिदिनु न हामी हार्दिक विनम्र गर्दछौँ बल आउट यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 14 पुर्याएको छ भने एक्सन स्टार अर्को विधान खातामा रहेको छ 12 नम्बर रहेको छ 14-12 अत्यन्तै राम्रो शट प्रहार गर्दै यति बेला एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 13 पुर्याएको छ भने आयोजक सीको खातामा रहेको छ 14 नम्बर रहेको छ 13-14 नम्बर 13-14 मात्र 1 नम्बरको अग्रता देख्न सक्छौँ हामी वाउ निकै राम्रो प्लेस निकै कन्ट्रोलमा वाउ अत्यन्तै राम्रो शट प्रहार गर्दै यति बेला आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 15 पुर्याएको छ भने एक्सन स्टार अर्को विधान खातामा रहेको छ 13 नम्बर रहेको छ 15-13 यति बेला एक्सन स्टारलाई अङ्क नम्बर 14-15 रहेको छ एउटा सूचना छ यति बेला एउटा फोन भेटाएर हामीलाई स्टेजमा दिनुभएको छ प्युठान निवासी गीता बुढा मगरले मन्दिरमा भेटाएर दिनुभएको छ फोनको नाम रहेको छ सामसुङ कृपया को हुनुहुन्छ हामीलाई सम्पर्क गर्नु न हामी हार्दिक विनम्र अनुरोध गर्दछौँ यति बेला नम्बर रहेको छ 15 बराबर नम्बर 15 बराबर एकदमै बराबर नम्बर 15 बराबर मनसुन स्पाइक यति बेला आयोजकले आफ्नो खातामा 1 नम्बर प्लस नम्बर 16 पुर्याएको छ भने यति बेला उहाँको फोन हस्तान्तरण भइसकेको छ उहाँले फोन लिएर गइसक्नु भएको छ र बिहान एउटा आर्थिक संयोजक जीवन बुढा मगरले एउटा फोन बिताएर स्टेजमा राख्नु भएको छ कृपया को हुनुहुन्छ स्टेजमा सम्पर्क राखिदिनु न हामी हार्दिक विनम्र गर्दछौँ यति बेला नम्बर रहेको छ 16 बराबर हेर्नुहोस् त एकदमै बराबर 16 बराबर एक्सन स्टार 16 आयोजक सी 16 नम्बर रहेको छ 16 बराबर
बल निकै अग्लो छ के हो कि अनि एक हान्दैन के त पुरै जहिले भन्छ जहिले अग्लो छ के हो कि निकै कम्पिटिसन रहेको छ साँझ बेला आएको छ एक्सन स्टारलाई भिर्यो निकै राम्रो प्लेसिङ मनसुनबाट कन्ट्रोल बिहान युवा एकता क्लबका आर्थिक संयोजक जीवन बुधा मगरले एउटा सामसुङ फोन भेटाएर यस स्टेजमा राख्नु भएको छ र कृपया तपाईँहरूको फोन यो सामसुङ फोन कसको हो कृपया हामीसँग सम्पर्क राखिदिनु न हामी हार्दिक अभिनन्दन गर्छौँ। यति बेला नम्बर रहेको छ एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 18 पुर्याएको छ भने आयोजकसीको खातामा रहेको छ 16 नम्बर रहेको छ 18-16 है 2 अङ्कले लिड गरेको छ सर्भिसमा प्रकाश। निकै राम्रो प्लेसिङ मनसुन जर्सी नम्बर 3 अङ्क यति बेला नम्बर रहेको छ आयोजकसीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 17 पुर्याएको छ भने एक्सन स्टार अर्को विधानको खातामा रहेको छ 18 नम्बर रहेको छ 17-18 मात्र 1 नम्बरको अवरोध देख्न सक्छ हामी। यति बेला फल हुन पुगेछ जसको फाइदा एक्सन स्टारलाई। एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 19 पुर्याएको छ भने आयोजकसीको खातामा रहेको छ 17 नम्बर रहेको छ 19-17 नम्बर 19-17। वा अत्यन्तै राम्रो सर्ट प्रहार यति बेला अत्यन्तै राम्रो सर्ट प्रहार गर्दै आयोजकसीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 18 पुर्याएको छ भने एक्सन स्टार अर्को विधान खातामा रहेको छ 19 नम्बर रहेको छ 18-19। यति बेला एक्सन स्टार अगाडि भाग्दैछ भने आयोजकसी पछाडि आउँदैछ हेरौँ के हुन्छ। वा अत्यन्तै राम्रो सर्ट प्रहार गर्दै यति बेला एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 20 पुर्याएको छ भने आयोजकसीको खातामा रहेको छ 18 नम्बर रहेको छ 20-18 नम्बर 20-18। वा निकै राम्रो प्लेसिङ थियो निकै कन्ट्रोलमा छ। अत्यन्तै राम्रो प्लेसिङ निकै कन्ट्रोलमा हेर्नुहोस् त अत्यन्तै राम्रो। ओहो यति बेला बल निकै नै कन्ट्रोलमा छ हामी देख्न सक्छौँ। वाउ यति बेला मनसुन बुधा मगरले सर्ट प्रहार गरी यति बेला आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 19 पुर्याएको छ भने एक्सन स्टार अर्को विधान खातामा रहेको छ 20 नम्बर रहेको छ 19-20 मात्र 1 नम्बरको अग्रता भन्दै थिए। यति बेला बल आउट हुनु पुग्यो जसको फाइदा एक्सन स्टारलाई। एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 21 पुर्याएको छ भने आयोजकसीको खातामा रहेको छ 19 नम्बर रहेको छ 21-19 नम्बर 21-19। वाउ अत्यन्तै राम्रो सर्ट प्रहार थियो बल निकै नै कन्ट्रोलमा छ भन्दै थिए। यति बेला एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 22 पुर्याएको छ भने आयोजकसीको खातामा रहेको छ 19 नम्बर रहेको छ 22-19 नम्बर 22-19 नम्बर 22-19। ओहो अत्यन्तै राम्रो सर्ट प्रहार गर्दै यति बेला आयोजकसीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 20 पुर्याएको छ भने एक्सन स्टार अर्को विधान खातामा रहेको छ 22 नम्बर रहेको छ 20-22 नम्बर 20-22 मात्र 2 नम्बरको अग्रता देख्न सक्छौँ हामी यति बेला। ओहो अत्यन्तै राम्रो सर्ट प्रहार गर्दै यति बेला एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 23 पुर्याएको छ भने आयोजकसीको खातामा रहेको छ 20 नम्बर रहेको छ 23-20 नम्बर 23-20। यति बेला आयोजकसीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 21 पुर्याएको छ भने एक्सन स्टार अर्का विधान खातामा रहेको छ 23 नम्बर रहेको छ 21-23 नम्बर 21-23 भन्दै थिए। यति बेला बल गर्न सकेन जसको फाइदा एक्सन स्टारलाई। एक्सन स्टारले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 24 पुर्याएको छ भने
आयोजक सीको खातामा रहेको छ 21 नम्बर रहेको छ 24-21 नम्बर 24-21 वाउ अत्यन्तै राम्रो सट पराएर थियो निकी कन्ट्रोलमा ओहो यति बेला अत्यन्तै राम्रो सट पराएर थियो निकै कन्ट्रोलमा छ वाउ मनसुन बुढामगर यति बेला मनसुन बुढामगरले अत्यन्तै राम्रो सट पराएर गर्दै 1 नम्बर प्लस गर्दै नम्बर आयोजक सीले 22 पुर्याएको छ भने 100 स्टार अर्का पिताङ खातामा रहेको छ 22 नम्बर रहेको छ 22 नम्बर सरी 22-24 नम्बर रहेको छ 22-24 यति बेला बल कट्न सकेन जसको फाइदा आयोजक सीलाई आयोजक सीले आफ्नो खातामा 1 नम्बर प्लस गर्दै नम्बर 23 पुर्याएको छ भने 100 स्टार अर्का पिताङ खातामा रहेको छ 24 नम्बर रहेको छ 23-24 नम्बर 23-24 मात्र 1 नम्बरको अपराध देख्न सक्छौँ हामी वाउ अत्यन्तै राम्रो सट प्रहार गर्दै यति बेला 100 स्टारले आफ्नो गोलतामा 1 सेट हात पार्न सफल भएको छ भने आयोजक सीले 1 सेट पनि हात पार्न सफल भएको छैन र